जनवरी 12 2026 सम्मको तथ्याङ्कलाई हेर्दै गर्दाखेरि चाहिँ इरानमा 538 जना व्यक्तिहरू मारिएका र त्यस्तै गरेर 10,000 जना कैदीलाई चाहिँ त्यहाँको जुन चाहिँ खुमेनीको शासन प्रशासन छ हो त्यसले चाहिँ कैदी बनाइसकेको छ। इरानमा हालको समयमा एउटा ठुलो म्यासिभ प्रोटेस्ट चलिरहेको छ जसका कारणले गर्दाखेरि त्यहाँ सत्ता परिवर्तन हुने समेत कुरा देखिन्छ। म यो कुरा किन भन्दैछु त भन्दाखेरि इरान जसले चाहिँ संसारभरि नै प्रोक्सी वार चलाइरहेको छ अथवा इस्लामिक टेररिजमको एउटा विरुद्धमा अथवा इस्लामिक टेररिजमलाई सहयोग गर्ने जसरी काम गरिरहेको छ हो त्यो राष्ट्रमा यसरी जसरी त्यहाँ शासन र सत्ता परिवर्तन हुने गरेर यस्ता खालका घटना जस्तो भइरहेको छ यसले कहीँ न कतै विश्वको जियो पोलिटिक्समा नै असर पार्नेछ। विश्वको जियो पोलिटिक्समा असर पार्दै गर्दाखेरि हामी कता हुनेछौँ त? क्या हामी नेपाली चाहिँ खुमेनीको शासन र प्रशासनलाई समर्थन गर्ने पक्षमा हुनेछौँ या फिर खुमेनीको शासन प्रशासनको विरुद्धमा चाहिँ हुनेछौँ? इतिहास जहिले पनि जित्नेको पक्षमा हुनेछ र के हामी नेपाली पनि ती जित्नेको पक्षमा लिनेछौँ अथवा खुमेनीको शासन र प्रशासन जसले चाहिँ विश्वभरि आतङ्कवादलाई बढुवा गर्यो हो त्यसका पक्षमा हुनेछौँ? समय इतिहास हेर्दै जानुपर्नेछ। किनभने नेपालले यदि खुमेनीको पक्षमा भोलिका दिनमा गएर बोलेको खण्डमा नेपाल केवल इतिहासका पानामा मात्र रहन्छ र नेपालमा पनि जुन चाहिँ अहिले इस्लामिक आतङ्कवादको खतरा एउटा जुन चाहिँ देखिराखेको छ हो यो अझै म्यासिभ मात्रामा बढ्दै जान्छ।